नवलपरासी जिल्लाको तमसरिया गाविस वडा नम्बर 6 मा छलफल कक्षाका सहभागीहरूले आफ्नै वडामा बाल विवाह भएको बारे थाहा पाए। बाल विवाह विरुद्ध गाउँमा अभियान नै चलाएका यी महिलाहरूले आफ्नै वडामा भएको यस घटनालाई जसरी पनि सम्बोधन गर्नुपर्छ भन्ने अठोट गरे। त्यसपछि उनीहरूले गाउँमा भएको प्यारालिगल कमिटी र प्रहरी चौकी दुवै ठाउँमा निवेदन दिए। बालक र बालिका अनि उनीहरूका अभिभावकहरूलाई प्रहरी चौकी मार्फत झिकाइयो। गाविसको सचिवलाई पनि यस घटनाबारे जानकारी गराइयो र उनी पनि चौकीमा आए। बालक र बालिका दुवैलाई राम्रोसँग सम्झाइ बुझाइ गरेपछि अन्तमा उनीहरूले आफूले गल्ती गरेको महसुस गरे। हाल बालक र बालिका आफ्नो घरमा बसिरहेका छन्। फलस्वरूप कतिपय गाविसहरूमा बाल विवाहको संख्या पनि कम भएको सम्बन्धित अधिकारीहरू बताउँछन्। पहिलाको भन्दा अहिले धेरै नै बाल विवाह रोकिएको छ। त्यस्तो अहिले खासै पहिलाको अनुपातमा अहिले त्यति निवेदन पनि परेका छैन र त्यस्तो पनि छैन। बाँकीको महादेवपुरी गाविसकी अञ्जना विष्ट उनको गाउँको छलफल कक्षाकी सहभागी हुन्। छलफल कक्षाका अन्य सहभागीहरूको साथ र सहयोग पाएपछि उनी स्थानीय सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष पदमा बसेर काम गर्न सुरु गरिन्। अञ्जना समितिमा गएको बखत समितिको अवस्था राम्रो थिएन। 2.5-3 लाख जति त ऋण नै थियो समितिलाई। सबै मिलेर सोच्दा उनीहरूलाई वनभित्रबाटै बाटो खन्ने जुक्ति फुर्यो। वनभित्र बाटो खन्दा एकातिर गाडीहरूलाई सहज हुन्थ्यो भने अर्कोतिर सो बाटो प्रयोग गरे बापत ठेली उठाएर त्यसबाट आर्थिक स्रोत जम्मा गर्न सकिन्थ्यो। ठेलीबाट हाम्रो लगभग 4-5 लाख रुपियाँ एक वर्षमा जम्मा भयो। त्यस 4-5 लाखको हाराहारीमा जम्मा भइसकेपछि हामीले त्यो पहिला लाखको जति पनि ऋण थियो त्यो ऋण जति सबै तिरेर त्यसपछि हामीले यो वृक्षारोपण लगभग 10 दिनको हामीले वृक्षारोपण गर्यौं। साल वैशाख 12 गते काठमाडौँ र यस वरिपरिका जिल्लाहरूमा ठूलै भूकम्प गयो। राष्ट्रिय संकटको त्यस घडीमा आफूहरू चुप लागेर रमितीय भएर मात्र बस्नु हुँदैन भन्ने महादेवपुरी वडा नम्बर 9 मा रहेको छलफल कक्षाका महिलाहरूलाई लागिरहेको थियो। यतिकैमा आफ्ना गाविसका सचिवले उनीहरूलाई बोलाई राहत संकलन गर्नका लागि पहल गर्न अनुरोध गरे। प्रत्येक घर घरमा पुगेर हामी भूकम्प पीडितहरूलाई राहत सहयोग भनेर ब्यानर सहित हामी डुल्यौं अनि कसैले अब आफ्नो सक्दो उहाँहरूले सहयोग गर्नुभयो। उनीहरूलाई धेरैमा 10-20 हजार रुपैयाँ उठ्ला भन्ने लागेको थियो, तर उनीहरूले 44,600 रुपैयाँ संकलन गरेर गाविसमा बुझाए। उहाँहरूले राहत संकलन गरेर गाउँ विकास समितिलाई बुझाउनु भएको थियो र त्यो राहत हामीले जिल्ला दैवी प्रकोपको खाता मार्फत भूकम्प पीडित क्षेत्रहरूमा पठाएका थियौँ। करिब 2 वर्ष अघि कचनापुर गाविस वडा नम्बर 7 टिक्लीपुर स्थित श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन गर्ने समय भएको थियो। अध्यक्ष पदका लागि उठेका 9 जना मध्ये छलफल कक्षाकी ओम कुमारी खत्री एक्ली महिला उम्मेद्वार थिइन्। यस्तो अवस्था देखेपछि पुरुषहरू आफै पछि हटे। अध्यक्ष बनेपछि ओम कुमारीले धेरै राम्रो काम गरिरहेकी छन्। पर्खाल निर्माणको काम गरियो। फिल्डमा पुरा खाल्टो थियो, पानी जम्थ्यो। आजभोलि माटो पटान गरियो अनि एउटा भवन मर्मत गरियो। कम्प्युटरहरू ल्याइयो, 4वटा कम्प्युटर शिक्षा शाखाबाट ल्याइयो सर। नीति नियमहरू चेन्ज गरियो सर। जस्तै समयमा स्कुलमा नआउने सरहरूलाई पनि समयमा आउने नीति नियम लगाइयो। बैजापुर गाविस बाँके जिल्लाको एउटा दुर्गम गाविस हो। यस गाविसका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएका छन् भने कुनै पनि महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माउँदैनन्, स्वास्थ्य चौकीमै जान्छन्। यस्ता अन्य महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुको पछाडि गाउँका छलफल कक्षाका सहभागीहरूको निकै ठूलो योगदान रहेको छ। घर दैलो कार्यक्रम गर्ली जस्ट नै जानल मनाइन सिखैली। स्वास्थ्य क्षेत्रमा यी उपलब्धि हासिल गर्नका लागि
छलफल कक्षाले निकै सहयोग पुर्याएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुन जानुपर्छ, सबै विभिन्न किसिमका स्वास्थ्य सेवाहरू पाइन्छ, 4 चोटि जचायो भने 400 रुपियाँ पाइन्छ, यातायात खर्च पाइन्छ भनेर उहाँहरूले छलफल कक्षामा पनि राम्रोसँग सञ्चालन गर्नुभएको छ। उहाँहरूले गर्दाखेरि हामीलाई धेरै सहयोग भएको छ। साबिक रामघाट वडा नम्बर 2 र हाल भेरीगङ्गा नगरपालिका वडा नम्बर 13 का छलफल कक्षाका महिलाहरूले छलफल कक्षामा तरकारी खेतीको सम्भावनाबारे छलफल गरे। जमिन सबैजसो सहभागीहरूसँग धेर थोर छँदै थियो, तर सिँचाइको भने समस्या थियो। तल भेरी नदीमा कञ्चन पानी 12 मास त्यसै बगेर गइरहन्थ्यो। ती महिलाहरूले मोटर जडान गरेर तलको पानी माथि ल्याई यो समस्याको हल गर्ने जुक्ति निकाले। उनीहरू गाविस गएर सिफारिस लिए र जिल्ला कृषि कार्यालयमा गएर मोटर जडानका लागि सहयोग गरिदिन प्रस्ताव पेश गरे। कृषि कार्यालयबाट उनीहरूको प्रस्ताव पास भयो र उनीहरूले 85,000 रुपियाँ सहयोग स्वरूप पाए। तर त्यो पैसाले सबै कुरा गर्न पुग्थेन। महिलाहरूले फेरि छलफल कक्षामा बसेर सल्लाह गरे। कक्षाका प्रत्येक सहभागीबाट 2500 रुपियाँ उठाउने निधो भयो। पैसा उठ्यो, काम सफल भयो। अहिले रामघाट वडा नम्बर 2 का महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन्। अब हामी बजार घुम्न जान लाग्यो भने श्रीमानसँग छोरासँग माग्नै परेन, आफै आफ्नो निर्णय गरेर हामी बजारमा गएर हामीले आफ्नो लाउने कपडा र आफूले खाने तरकारीहरू के ल्याउनु पर्छ सामानहरू ल्याउन सक्छ महिला आफूलाई मन लागेको कुराहरू। लेखफर्सा गाविस सुर्खेत जिल्लाको एउटा दुर्गम गाविस हो। गाविसको अधिकांश भाग पहाडी छ, जसले गर्दा आवत जावत गर्न निकै कठिन हुन्छ। वडा नम्बर 6 मा रहेको गाविसको स्वास्थ्य चौकीमा पुग्न अन्य वडाका मानिसहरूले लामो पैदल यात्रा गर्नुपर्छ। स्वास्थ्य चौकी टाढा भएकोले सामान्य उपचारका लागि पनि धेरै हिँड्नुपर्ने बाध्यता छ। यही समस्यालाई केही हदसम्म भए पनि हल गर्न वडा नम्बर 1, 2, 3 र 4 का छलफल कक्षाका महिलाहरूले 4वटा वडालाई पाएक पर्ने वडा नम्बर 3 मा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने विचार गरे। यस्तो केन्द्र स्थापना गर्न सबैभन्दा पहिला भवन आवश्यक हुन्थ्यो। त्यसका लागि 4 वडाका मानिसहरू सम्मिलित एउटा 7 सदस्यीय भवन निर्माण समिति बनाइयो। छलफल कक्षाका 4 महिला पनि समितिमा बसे। उनीहरूले गाविसबाट महिलाका लागि भनेर छुट्याइएको 1 लाख रुपियाँ र पुँजीगत थप 50,000 रुपियाँ भवन निर्माणका लागि निकासा गर्न सफल भए। तर यति पैसाले भवन बनाउन सम्भव थिएन। त्यसैले छलफल कक्षाका सबै महिलाहरूले श्रमदान गरे। आधा श्रमदान र आधा केही पैसा लगानी गरेर भवन निर्माण गरेका हौ सर। मेहनतको फल मिठो हुन्छ भने चाहिँ आज उनीहरूको आँखा सामुन्ने एउटा सुन्दर भवन खडा भएको छ। यस सामुदायिक स्वास्थ्य इकाइ केन्द्र सञ्चालनमा आएपछि यस गाविसका 4वटा वडाका मानिसहरूलाई डेलिभरी गराउन लगायतका स्वास्थ्य सेवा लिन सहज हुनेछ। यसरी नेपालको पश्चिम तथा मध्यपश्चिम क्षेत्रका यी 3 जिल्लाका महिलाहरूले सङ्गठित भएर काम गर्न र आफ्ना अधिकारका लागि आवाज उठाउन सिकेका छन्। उनीहरूमा आएको परिवर्तन र उनीहरूले गरेका कामबाट अन्ततः महिलालाई मात्र होइन समग्र परिवार तथा समाजलाई फाइदा पुग्ने रहेछ भनेर पुरुषहरूले पनि बुझ्न थालेका छन्। एक्लै कुनै पनि काम गर्न सकिन्न, समूह भयो भने जो पनि काम गर्न सक्छौँ भने उदाहरणीय भूमिका देखाउन सफल भएका छन्। आफूहरूमा आएको परिवर्तन र त्यसले पारेको फरकबारे उनीहरू स्वयंले महसुस गरेका छन्। केही नसिकेर नबुझेको र बुझिसकेपछिको जीवन धेरै फरक हुँदो रहेछ कि सर। कसरी आफू समाजमा कस्तो परिस्थितिमा कसरी त्यो प्रस्तुत हुने, कसरी कहाँनिर के बोल्ने भन्ने कुराहरू पनि त्यो सिकाइबाट नै त्यो अनुभवबाट नै सिकिँदो रहेछ। कार्यक्रम सञ्चालन भएका सबै गाविसका विद्यालयमा बालबालिकाहरूलाई संलग्न गराएर बाल स्वास्थ्य समिति गठन गरेको थियो। सुर्खेतकी मीना बस्नेत
आफ्नो विद्यालयमा गठित बाल स्वास्थ्य समितिमा बसेर काम गरेकी थिइन्। मेरो अधिकार मेरो आवाज कार्यक्रमले उनको क्षमता विकास मात्र गरेन, भविष्यमा सामाजिक क्षेत्रमै काम गर्ने प्रेरणा पनि दिएको छ। बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक नेता बन्नु मन छ। अहिले यो कार्यक्रमले मलाई धेरै बोल्न सक्ने बनायो। यस्तो नेता हुनको लागि चाहिने गुणहरू पनि म बिस्तारै आफूमा नभएका गुणहरू पनि थप्दैछु। मेरो अधिकार मेरो आवाज कार्यक्रमले लक्षित वर्ग तथा समुदायलाई मात्र होइन, कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्थाहरू तथा यस कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा संलग्न कर्मचारीहरूलाई पनि उत्तिकै फाइदा पुर्याएको छ। म लगायत संस्था लगायत अनि सबै हरेक तह र तबकामा चाहिँ मानवीय स्रोतको विकास भयो र सँगसँगै नीति नियममा चाहिँ परिमार्जन भएकोमा चाहिँ हामी चाहिँ महसुस गरेका छौँ। ती संस्थाहरूले पनि यस कार्यक्रमले थालेका काम र पहलहरूलाई भविष्यमा यथासम्भव निरन्तरता दिने सोच बनाएका छन्। हामीले यही निरन्तरता दिनको लागि, दिगोपना दिनको लागि चाहिँ उहाँहरूलाई सहकारी मार्फत पनि त्यहाँ एउटा जोड दिने होइन, सहकारीमा चाहिँ समन्वय गराइदिने। यो कार्यक्रम गइसकेपछि हामी आफैमा निर्भीत हुनुपर्छ भनेर हामीले छुट्टै हाम्रो विद्यालयको बाल समूह पनि खोलेका छौँ। त्यो बाल समूहले नै काम गर्छौँ। दिनदिनै क्लास नचले पनि हामी चाहिँ प्रत्येक महिनामा एकपटक बैठक बस्ने होइन, के भन्छ समूह समस्याहरू के गर्ने, त्यसलाई चाहिँ कसरी छलफल गर्ने भनेर चाहिँ हामी एकजुट भएर लागि नै रहनेछौँ पछिसम्म पनि। कार्यक्रमको दौरान पूर्ण सहयोग र समर्थन गर्दै कार्यक्रमको प्रभावकारिता प्रत्यक्ष देखेका स्थानीय सरकारी निकायहरूले पनि कार्यक्रमको अपनत्व लिई यसले सुरु गरेका कामलाई दिगो बनाउने तत्परता देखाएका छन्। यो त हाम्रो आफ्नै कार्यक्रम हो, यो आफ्नै स्थानीय निकायको कार्यक्रम हो, जनताको कार्यक्रम भएको कारणले गर्दाखेरिमा चाहिँ यसलाई हामीले चाहिँ आँखा चिम्लेर बस्नुपर्ने अथवा चाहिँ त्यत्तिकै चाहिँ हात खुम्च्याएर बस्ने अवस्था रहँदैन। भेटिएका प्रमाणहरूका आधारमा के भन्न सकिन्छ भने मेरो अधिकार मेरो आवाज कार्यक्रमले यी दूर दराजमा रहेका गाउँ बस्तीहरूमा सुरु गरेका ससाना तर दूरगामी प्रभाव पार्ने क्रान्तिहरू कार्यक्रम सकिए पनि निरन्तर रूपमा अघि बढिरहनेछ, यी गाउँ बस्तीहरूलाई कान्तिमय बनाउँदै।